हेलो गाइज, म चाहिँ आज मेरो फर्स्ट भ्लग बनाउने क्रममा छु। सबैजनाले यो भ्लग हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला है त। ओके, सो लेट स्टार्ट। सबैजनामा नमस्कार। म अहिले बिहान कुद्ने क्रममा छु। बिहान यस्तो राम्रो छ नि यहाँ मौसम। बिहानको बेला आकाशहरू हेऱ्यो भने सबै राम्रो मात्रै हुन्छ बिहान। म त अस्ति घरतिर त बिहान बारीमा कुद्थेँ कि यहाँ आएर चाहिँ यहाँ छत पर भएको बेला उहाँ खोलामा मात्र हेरेर पनि जाउँ भनेर म हिँडेको कि यस्तो मजा हुन्छ नि। सबैजना कुद्नु क्या, घरमा नबस्नु चाहिँ बिहान पनि कुद्नु। यस्तो मजा हुन्छ नि, मन यस्तो शान्ति हुँदैन मनमा, यस्तो शान्ति मिल्छ नि। सबैजना हिँड्नु क्या, यतिकै नबस्नु, कसरत गर्नु भन्छ। दैले कसरत गर्छु पनि अलिक म चाहिँ निकै पत्र पुगिसकेँ। यहाँ यहीँ छठको पूजा गर्ने ठाउँ यहीँ अब मन्दिर त आएको छैन। म चाहिँ मन्दिर पुगिसकेको छु अहिले। मन्दिर होइन, खोला। यो चाहिँ खोला है त, यो चाहिँ खोला हो। यहाँ मुनि पूजा हुँदैछ छठको। यहाँ मुनि छठको पूजा भएको भएछ। यो चाहिँ पुल हो, यो खोला हो, यति लामो खोला छ। म चाहिँ अहिले घर फर्किने क्रममा छु। घाम पनि निक्लिरहेको छ, घाम पनि निक्लिसकेको छ यहाँ। मेरो चाहिँ घाँटी देखेर म चाहिँ मर्न आँटेको छु र पनि म बिहानमा नै हिँड्दैछु। सबैजना बिहानमा नै हिँड्नु है त, हिँड्नु, कुद्नु, एक्सर्साइज पनि गर्नु बिहानमा नै, अनि मात्र शरीर स्वस्थ रहन्छ। नभए त डिफ्रेन्ट धेरै रोगहरूले एट्याक गर्छ अनि तपाईँलाई पछि हुन्छ क्या, थाहा हुन्छ। पछि रोग लागेपछि म यो कसरत नगरेर आएको रोग हो भन्ने त मलाई पछि फेरि हुन्छ। अब पछि भयो क्या भने पछि त रोग लागिसकेको हुन्छ। बरु बेलै भयो देखिसक्ने अलि हिँड्ने, उफ्रिने यति गर्नु, सधैँ स्वास्थ्य राम्रो हुन्छ है त। ल, थ्याङ्क यू।